नमस्कार। आज बिहानको न्युजमा मैले के पनि सुने भने नेपालमा पासपोर्ट खतम हुन लागेको छ र नयाँ छाड्नलाई अझै टाइम लाग्छ अरे। त्यसकारण 1 लाख जति पासपोर्ट छ अरे, दिनको 4000 को दरले बाँड्दैछ अरे। अब मेरो सोचाइ भनाइ के हो भने सरकारलाई अब यो पासपोर्ट नयाँ काम खोज्न जानेहरूलाई नदिनु, जो भिसा छुट्टीमा आउनुहुन्छ तिनीहरूले रिन्यू गर्नुपर्ने हुन्छ, तिनीहरूलाई दिनु। किनभने त्यो छुट्टीमा आउनेहरूलाई दिएन भने, रिन्यू गर्नुपर्नेहरूलाई दिएन भने उनीहरू नोकरी नै जान्छ। बरु त्यो नयाँ नोकरी खोज्नेहरूलाई रोकेर भए तापनि यो पासपोर्टलाई राखेर जो छुट्टीमा आउँछ, पासपोर्ट म्याच जानु लागेको छ, रिन्यू गर्नु खोजेको छ, तिनीहरूलाई दिनु पर्यो। होइन भने तिनीहरू नोकरी पनि जान्छ। नयाँहरू त अब पछि गए तापनि चल्छ। अब भिसा के अरे सकिनु लागेको अथवा छुट्टी सकिनु लागेको रिन्यू गर्नुपर्नेहरू त नोकरी नै जान्छ। त्यस भएको हुनाले मलाई के लाग्छ, यो सरकारले यो नयाँ जान खोज्नेहरूलाई रोकेर भए पनि पुरानो छुट्टीमा आउनेहरू भिसा सकिनु लागेको पासपोर्ट रिन्यू गर्नुपर्नेहरूलाई दिए हुन्छ भन्ने मलाई लाग्छ। नमस्कार। तपाईहरुलाई कस्तो लाग्छ?